आफू चाहिँ टन्न बसिएको छ, बुढीलाई काम लगाइएको छ। बुढीले जाँगेरी बिहे गर्नुपर्छ है केटा हो। तू समझा? न दुःख पाइन्छ। पुरा पोल्न लगायो हो मासु। अब फेरि यसलाई पखेटा र अब यसलाई पुरा परपरी भुटिन्छ हो। त्यहाँबाट त के हुन्छ हुन्छ। यी माछा पनि छ, राख्न त्यहीँ है माछा। लु अब माछा र मासु खाइन्छ। टन्न बसेको छु जाडो दिनमा, अनि बुढीले सबै काम गराउने यस्तो बुढा। अभी मैं गाली नहीं दे सकता। छिटो पकाए, भोक लागिसक्यो। हाँ किन मसिनो टुक्रा टुक्राउने? बिरालो पनि रिसाउँछ हाम्रो, देख्नुभयो नि कसले पारेको। म्याउ कि म्याउ गर्दै थियो अघि, यसले कराई ताप। देन त नि अलिकति दे, एउटा दिदे, एउटा दे नि त नि। बिरालोको माया लाग्दैन? बिरालोलाई पनि एउटा खाट बनाइदे। कौन है ये लोग? हाँ? खाट नयाँ यसलाई चाहिँ अब अचानोमा ठाङ ठुङ सबै गर्छ। मेरो टेन्सन छैन। यहाँ टक्क बस हम्राङ हम्राङ। अब आउँछ यहाँ एकछिन रुङ्नुपर्छ। ल साथीहरू गुड नाइट। केही पनि फ्याँक्नु पर्दैन, सबै फ्याँकेकै छु। कस्तो मजा खाइन्छ आज। किन यति सानो काट्यो कि? सानो सानो यो पाक्नु पर्यो नि त, अलि टाइम लाग्छ। यसलाई चाहिँ के भन्छन्? कन्डेउली। कन्डौली। अरे नमक पस्दैन नि त, नमक हल्दी त्यही भएर। ल है बाई।